नमस्कार, मेरो नाम श्रीकान्त सापकोटा हो। मेरो देश नेपाल हो। म पोखरा महानगरपालिका वडा नम्बर 1 कास्की गण्डकी नेपालमा रहेको संस्कृत माध्यमिक विद्यालयमा माध्यमिक तहमा अङ्ग्रेजी विषय पढाउने काम गर्दछु। मलाई शिक्षण पेशा रोज्नका निमित्त शिक्षण पेशा यस्तो गरिमामय र महत्त्वपूर्ण पेशा हो जुन पेशाले आफूलाई गाइड गर्ने मार्गदर्शन गर्ने कोही व्यक्ति नभए पनि सिङ्गो संसारलाई गाइड गर्ने उत्तरदायित्व लिएको हुन्छ। म आफैले एउटा दृष्टिविहीन हुनका कारणले भौतिक रूपमा अन्धकारमय जीवनमा जिउनुपर्ने व्यवस्था छ। यो जीवनभित्र जिइरहँदा हाम्रो समाजमा म जस्ता दृष्टिविहीन र अन्य अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, कार्यदक्षता, निष्ठा र इमान्दारितामाथि थुप्रै खालका अविश्वासहरू, पूर्वाग्रहहरू, विभेदहरू छन्। हाम्रा वातावरणहरू, हाम्रा व्यवहारहरू, हाम्रा संरचनाहरू पहुँचयुक्त छैनन्। यस्तो परिस्थितिमा आफूले अन्धकारमय भौतिक संसार जिउनु परे तापनि सिङ्गो समाजको चेतना स्तर, सिङ्गो राष्ट्रको शैक्षिक स्तर उकास्नका निमित्त सबै मानिसहरूमा चेतनाको उज्यालो भर्न चाहन्छु अथवा मानिसहरूमा रहेको अज्ञानता र अन्धकारलाई चिर्दै एउटा प्रकाशमय संसारमा हिँडाउनको लागि ज्ञानको आलोक छर्न चाहन्छु। शिक्षण पेशाले दिने सम्मान, शिक्षण पेशाले दिने पहिचान, शिक्षण पेशाले दिने ख्याति, शिक्षण पेशाले विस्तार गर्ने सम्बन्ध र शिक्षण पेशाको वास्तवमा मार्गदर्शन गर्ने काम, संसारलाई उज्यालो छर्ने काम, यी सबै कामहरू एउटा महान व्यक्तिले मात्र गर्न सक्दछ र एउटा महान शिक्षक जसले संसारलाई उज्यालो छर्नका निमित्त, मानिसहरूलाई ज्ञान प्राप्ति गर्नका निमित्त, मानिसहरूलाई असल बन्नका निमित्त, भविष्यलाई समुज्जवल बनाउनका निमित्त एउटा उत्प्रेरित गर्ने कार्य समेत एउटा शिक्षकले गर्न सक्ने भएका हुनाले म आफू पनि दृष्टिविहीन भए पनि वास्तवमा एउटा विरोधाभास दृष्टिविहीन व्यक्ति छ। अँध्यारो संसारमा आफू जिइरहेको छ, तर उसले अरू मानिसहरूलाई उज्यालो छरिरहेको छ भन्ने भनाइमा, भावनामा, कार्य सम्पादनमा जति धेरै गौरवको अनुभूति हुन्छ, त्यो गौरवको अनुभूति सायद अरू कुनै पेसाबाट पनि नहुने भएको हुनाले मेरो बाल्यकालदेखि नै वास्तवमा यो पेसाप्रतिको एउटा तीव्र इच्छा भएको हुनाले पेशागत रूपमा, सामाजिक रूपमा, मनोवैज्ञानिक रूपमा, विषयगत रूपमा र मसँगको जुन सञ्चारसँग सम्बन्धित सिप छ, मानिसहरूसँग सम्बन्ध कायम गर्न सक्ने जुन क्षमता छ र सधैँ सिक्न चाहने र सधैँ वास्तवमा युवा भइरहन चाहने मेरो उत्कट इच्छा छ। वास्तवमा हामी किशोर किशोरीहरूसँग अनि त्यसपछि उत्तर बाल्य अवस्थाका बालबालिकाहरूसँग, नवजवानहरूसँग सधैँ रहेर शिक्षण सिकाइ क्रियाकलाप गर्नुपर्ने हुँदा हामी पनि कहिले पनि बुढो भएको महसुस गर्नु नपर्ने, कहिले पनि आइसोलेट अथवा एकान्तमा बस्नु नपर्ने, सामाजिक सम्बन्ध र सामाजिक सम्मानको मार्फतबाट हामीलाई सधैँ खुसी प्राप्त गर्न सकिने, स्वतन्त्रता प्राप्त गर्न सकिने र वास्तवमा जीवनलाई सही अर्थमा जीवनको रूपमा चाहिँ सदुपयोग गर्न सकिने महानतम पेशा शिक्षण भएको हुनाले म शिक्षण पेशाप्रति प्रेरित भएको हुँ। भावी पुस्ताका युवाहरू जो वास्तवमा भविष्यमा शिक्षण पेशा अँगाल्न चाहनुहुन्छ, वास्तवमा नेपाली समाजमा हामी धेरै दृष्टिविहीन साथीहरूको पेशा अथवा रोजगारको क्षेत्र भनेको शिक्षण पेशा बनेको छ। शिक्षण पेशा जो कोहीले सजिलै अवलम्बन गर्न सकिने पेशा हो भन्ने मलाई लाग्दैन। यो पेशाका लागि पेशागत, सामाजिक, शैक्षिक, मनोवैज्ञानिक विभिन्न खालका गुणहरू आवश्यक पर्दछ। उसँग वास्तवमा शिक्षण पेशाका लागि आवश्यक मनोवृत्ति चाहिन्छ, ज्ञान चाहिन्छ, अभिवृत्ति चाहिन्छ, सिप चाहिन्छ, क्षमता चाहिन्छ र मूल्य चाहिन्छ। त्यसका निमित्त यदि तपाईँ
असल शिक्षक बन्न चाहनुहुन्छ भने त्यसका लागि आवश्यक समाजको ज्ञान जरुरी छ। एउटा असल शिक्षकले बालबालिकाको बारेमा बुझ्नै पर्दछ भन्ने मान्यता छ। त्यसकारण हामीले मानव विकासका विभिन्न अवस्थाहरू, सिकाइ आवश्यकताहरू, मानवीय विविधताको बारेमा तयार हुँदै हामीले शिक्षण पेसालाई सहज रूपमा सम्पादन गर्नको लागि आवश्यक विषयगत ज्ञान, प्राविधिक ज्ञान, शिक्षण पद्धतिसँग सम्बन्धित ज्ञान, सँगसँगै सिकाइ वातावरणको व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, कक्षा कोठाका परिस्थितिहरू, विद्यालयका परिस्थितिहरूसँग जुझ्दै साथीहरूसँग सहकार्य गर्ने, निरन्तर पेसागत विकासका निमित्त पहल कदमी गर्न सक्ने, सँगसँगै कानुनी र जुन पेसागत आचार संहितालाई आत्मसात गर्न सक्ने, सूचना प्रविधि लगायत आधुनिकतम जुन नवप्रवर्तनात्मक परिवर्तनहरू छन् ती विषयहरूमा समेत अद्यावधिक भएर तपाईँ शिक्षण पेसामा लाग्नुभयो भने वास्तवमा एउटा महान र असल शिक्षक बन्न सक्नुहुन्छ, जसले हरेक व्यक्ति, समाज, राष्ट्र र सिङ्गो विश्वलाई नै सही मार्ग दर्शन गर्न सक्नुहुन्छ। वास्तवमा एउटा शिक्षक जो आफू बलेर अरूलाई उज्यालो छर्छ, आफू बलेर मात्र अरूलाई उज्यालो छर्न सकिन्छ। आफू सकिएर, आफू जलेर अरूलाई उज्यालो छर्ने शिक्षकहरू आफू सबै तवरबाट सक्षम हुन जरुरी छ। ती सबै तयारीहरू गर्न जरुरी छ। ती तयारीहरूका साथमा उच्च मनोबलका साथ, उच्च नैतिक भावनाका साथ वास्तवमा शिक्षण पेसामा कमाइ नहुन सक्छ। आर्थिक पक्ष मात्रै महत्त्वपूर्ण होइन, आर्थिक पक्ष भन्दा पनि तपाईँ हामीले बालबालिकाको एउटा सुन्दर भविष्यका निमित्त, समुज्जवल भविष्यका लागि खेल्ने योगदान बालबालिकाबाट, समाजबाट, अभिभावकबाट, राष्ट्रबाट प्राप्त गर्ने सम्मान, प्राप्त गर्ने मर्यादा भन्दा ठुलो र महानतम एउटा सम्मान लाभ अरू कुनै पेसामा नहुने भएको हुनाले त्यसका लागि ती तयारीहरू गर्न म भावी पुस्तालाई अनुरोध गर्न चाहन्छु, सुझाव दिन चाहन्छु। र अझ भावी पुस्ताले थुप्रै खालका चुनौतीहरू सामना गर्न पर्न सक्छ, किनभने एआईको जमाना छ, सूचना प्रविधिको जमाना छ। शिक्षकभन्दा विद्यार्थी अगाडि पनि बढ्न सक्ने, विद्यार्थी अझ जान्ने अवस्थाका पनि हुन सक्ने अवस्थाहरू छ। यी सबै परिस्थितिहरूले चाहिँ सामना गर्ने, आफूलाई हरेक समय अद्यावधिक नवीकृत र सुदृढीकृत गर्न सक्ने शिक्षक बन्न म सुझाव दिन चाहन्छु। वास्तवमा मेरो शिक्षण पेसाको अनुभवका आधारमा विभिन्न साधनहरूले, स्रोतहरूले हाम्रो शिक्षण सिकाइ क्रियाकलापलाई अथवा सहजीकरण प्रक्रियालाई दिनानुदिन सहजीकरण पनि गर्दैछ। यद्यपि म जस्ता दृष्टिविहीन शिक्षकहरूले, व्यक्तिहरूले थुप्रै खालका चुनौतीहरू सामना गरिराख्नु परेकै छ। वास्तवमा हाम्रा विद्यालयहरू, हाम्रा भौतिक पूर्वाधारहरू हामी मैत्री छैनन्। हाम्रा सोचहरू, हाम्रा सामुदायिक सोचहरू, अभिभावकका सोचहरू, कतिपय सहकर्मीका सोचहरू र कतिपय सिकारुहरूका सोचहरूमा पनि विविधता हुन सक्दछ। यी खालका विविधताहरू बिचबाट वास्तवमा इनएक्सेसिबल इन्भाइरोमेन्टको कुरा मैले भने, पहुँचयुक्त वातावरण नभएको कुरा भने, सँगसँगै विज्ञान र प्रविधिले थुप्रै खालका आविष्कारहरू गरेको छ। हामीले अर्बिट रिडर भन्छौँ, ब्रेल डिस्प्ले भन्छौँ, ब्रेल नोट टेकर भन्छौँ। दृष्टिविहीन र अन्य अपाङ्गता भएका व्यक्तिहरूका लागि आविष्कार भएका थुप्रै प्रविधिहरू छन्, थुप्रै साधनहरू छन्। ती साधनहरूको हामीसँग हाम्रो बजारमा उपलब्धता छैन। साधनहरू उपलब्ध भए पनि त्यो साधनहरू खरिद गर्न सक्ने हामीसँग धेरै साथीहरूसँग त्यो आधार र त्यो तत्परता छैन। र हाम्रो सरकारले पनि यो खालको चाहिँ स्रोत साधनहरू, यो खालको चाहिँ एउटा उत्प्रेरणामूलक अथवा उत्प्रेरणात्मक विद्यालय वातावरण निर्माणका निमित्त पनि केही भूमिकाहरू खेल्नुपर्ने देखिन्छ। यद्यपि एउटा सहकर्मीहरूको सहयोग र विद्यार्थीहरूको माया ममता र सामुदायिक स्तरमा पनि थुप्रै खालका सहयोगी वातावरण नभएका होइनन्। यदि विद्यार्थीहरू सहयोग गर्दैनथे भने, विद्यार्थीहरूको विश्वास हुँदैनथ्यो भने, समाजले जतिसुकै अविश्वास गरे पनि विद्यार्थीहरूले विश्वास गरिसकेपछि हामीले हाम्रा विद्यार्थीहरूको माया ममता प्राप्त गर्न सकिरहेका छौँ। विद्यार्थीहरूलाई हाम्रा विभिन्न क्रियाकलापहरू,
एउटा अलिकति प्रतिभाशाली, अलिकति क्षमतावान विद्यार्थीबाट अर्को अलिकति थप सिकाइको आवश्यकता पर्ने विद्यार्थीको लागि आवश्यक सहयोग होस्, अक्षर लेखनका कुरा हुन्, पठन पाठनका कुरा हुन्, अथवा विद्यालयमा प्रयोग गर्नुपर्ने व्हाइट बोर्ड, ब्ल्याक बोर्ड लगायतका पक्षहरूको प्रयोगको सन्दर्भ नै किन नहोस्, अथवा हामीले भौतिक रूपमा आफूले आँखाले देखेरै गर्नुपर्ने कामहरूको सन्दर्भमा कक्षामा विद्यार्थी अनुशासनको कुरा होस्, विद्यार्थी व्यवहारलाई अलिकति अवरोध ल्याउन सक्ने विद्यार्थीहरूको व्यवहारलाई व्यवस्थित गर्ने, सही मार्गदर्शन गर्ने सन्दर्भ होस्, परामर्शको सन्दर्भ होस्, यी विभिन्न विषयहरूमा विद्यार्थीहरूको सहयोग लिएर आफ्नो शिक्षण सिकाइलाई चाहिँ प्रभावकारी बनाइरहेको अवस्था छ भने कतिपय अवस्थामा सहकर्मीहरूको सहयोग, जति कतिपय चित्रात्मक हुन त मेरो अङ्ग्रेजी विषय हो, भाषिक विषय भएको हुनाले यसमा चित्रात्मक र मलाई जटिलता हुने धेरै विषयवस्तु हुँदैनन्। यद्यपि आवश्यक परेमा म मेरा सहकर्मीहरूको सहयोग लिने गरेको छु। वास्तवमा मैले आवश्यक प्राविधिक उपकरणहरू, ब्रेल डिस्प्ले लगायतका चाहिँ साधनहरूको अभाव हुँदा त्यसको अभावमा मैले एउटा नोट बनाउनको लागि, एउटा कक्षामा पढाउनको लागि, विश्वविद्यालयको एउटा कक्षामा पढाउनको लागि, एक पिरियड पढाउनको लागि 4-5 घन्टा लगाएर नोटहरू तयार गर्नुपर्ने, बुँदा टिपोट गर्नुपर्ने अवस्थाहरू पनि सुरुको दिनमा मैले सामना नगरेको होइन। त्यसले वास्तवमा मेरो अलिकति समय र प्रयत्नहरूलाई अलिकति चाहिँ बढी मैले दुःख गरेको छु कि भन्ने पनि लाग्छ। त्यो चाहिँ स्रोत साधनको अभावमा हो। ब्रेल डिस्प्ले, नोट टेकर जस्ता डिभाइसहरू यदि उपलब्ध हुन्थ्यो भने मैले धेरै प्रभावकारी ढङ्गबाट, धेरै सहज ढङ्गबाट आफ्नो शिक्षण क्रियाकलापलाई सञ्चालन गर्न सक्ने थिएँ। त्यो चाहिँ उपलब्ध हुन सकेको अवस्था छैन। यसका लागि हाम्रो सरकार, स्थानीय, प्रदेश र सङ्घीय सरकारले पनि हामीलाई सहयोग गर्ने, त्यसको लागि हामीले पनि वकालत गर्नुपर्ने कुरा छ र हाम्रा दात्री निकायहरूले पनि वास्तवमा हामी जस्ता शिक्षकहरूलाई सूचना प्रविधिमा चाहिँ दक्ष बनाउने, क्षमतावान बनाउने र त्यो खालको स्रोत साधनहरू चाहिँ उपलब्ध गर्ने खालका चाहिँ क्रियाकलापहरू गर्न सकियो भने विद्यार्थी सेवा लगायतका थुप्रै क्रियाकलापहरू सहजतापूर्वक सम्पन्न गर्न सक्थ्यौँ, सम्पादन गर्न सक्दथ्यौँ, जसले गर्दा प्यारा विद्यार्थी भाइ बहिनीहरू को जुन हामीले विश्वासहरू, श्रद्धाहरू, सम्मानहरू आर्जन गरिरहेका छौँ, त्योभन्दा बढी उनीहरूका लागि, उनीहरूलाई सक्षम बनाउने, असल बनाउने बाटोमा हामी अझ बढी लाग्न सक्ने अवस्थाहरू हुन सक्दथे। यद्यपि मेरो अनुभवको आधारमा कहिलेकाहीँ त्यो प्रविधिहरूको चाहिँ अभावमा वास्तवमा मानवीय सहयोगहरू प्राप्त भइ नै रहेको छ। त्यसले ती समस्याहरू समाधान गरेको अवस्था त छ, तर कहिलेकाहीँ गृह कार्य परीक्षणकै लागि आफैले चाहिँ परीक्षण गर्नुपर्ने कुराहरूमा अभाव होला। कहिलेकाहीँ नोट लेखाउने सन्दर्भलाई हुन त पावर पोइन्ट लगायतका चाहिँ माध्यमहरूबाट हामीले त्यो प्रस्तुतिकरण माध्यमबाट पनि लेखाउने कुराहरू हुन सक्दछ। तर हाम्रो विद्यालयहरूमा, सबै विद्यालयमा, सबै कक्षा कोठामा प्रोजेक्टर हुने, हामीसँग प्रोजेक्टर हुने, हामीसँग चाहिँ ल्यापटप लगायतका चाहिँ सूचना प्रविधिका साधनहरू हुने अवस्थाहरू पनि कतिपय अवस्थामा छैन। त्यसको अभाव, साधन स्रोतको अभावमा हाम्रा शिक्षण सिकाइलाई सहजतापूर्वक र एउटा प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने सन्दर्भमा एउटा म जस्तो शिक्षकले थुप्रै खालका चाहिँ अवरोधहरू सामना गर्नुपर्ने कुराहरू छन्। कतिपय साथीहरू ग्रामीण क्षेत्रमा हुनुहुन्छ। वास्तवमा मेरो कथासँग मिल्ने ग्रामीण क्षेत्रमा भएका साथीहरूको एउटा विद्यालयले स्वीकृति हुने कुरा, विश्वासका कुरा र सहकर्मी र विद्यार्थीहरूबाट पाउनुपर्ने सहयोगात्मक वातावरण पनि पाउन नसकेका अवस्थाहरू पनि छन् होला। तर मेरो सन्दर्भमा मैले जे जति स्रोत साधनहरू मसँग उपलब्ध छन्, ती स्रोत साधनहरूको अधिकतम प्रयोग गरेर मैले आफ्नो शिक्षण सिकाइ क्रियाकलापलाई, सहजीकरणलाई प्रभावकारी बनाइरहेको छु। तर सायद अहिले आविष्कार भएका प्रविधिहरू उपलब्ध भयो भने ब्रेल डिस्प्ले, ब्रेल नोट टेकर, अर्बिडिटर लगायतका थुप्रै प्रविधिहरू अहिले चाहिँ वास्तवमा अरू देशमा उपलब्ध छन्। तर नेपाली शिक्षकहरूले, कतिपय साथीहरूले त्यो प्रयोग गर्ने अवस्थामा पनि हुनुहुन्छ। तर मेरो आफ्नै सन्दर्भ भन्यो भने ती साधनहरू पनि उपलब्ध भयो भने मेरो शिक्षण सिकाइ अझ प्रभावकारी बनाउन सक्थेँ, अझ आकर्षक बनाउन सक्थेँ, अझ धेरै लाभ मेरा विद्यार्थीहरूले लिन सक्थे भन्ने मलाई लाग्दछ। हुन त म 2066 सालदेखि संस्कृत माध्यमिक विद्यालयमा निमावि अङ्ग्रेजी शिक्षकका रूपमा कार्यरत रहेँ। त्यसपछि मेरा नतिजाहरू पूर्व मेरा सहकर्मीको तुलनामा राम्रा भएका छन्।
तर पनि मेरा विद्यार्थीको स्तर, मेरो विद्यार्थी आउने समाजको परिवेश र मेरो समाजमा म जस्ता व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणको कुराहरू होलान्, अथवा नेपाली समाजमा अङ्ग्रेजी विषयलाई अझै पनि गाह्रो मान्ने सन्दर्भहरू होलान्। यी सन्दर्भहरूले अनि प्राविधिक तथा अन्य स्रोत साधन र उत्प्रेरणात्मक परिस्थितिको कारणले भनौँ न, हामी सपोर्ट सर्भिस अथवा एसिस्टिभ डिभाइसेसहरू भन्छौँ, ती साधन स्रोतहरूको पर्याप्त उपलब्धता नभएका कारणले गर्दा थुप्रै खालका चुनौतीहरू चाहिँ सामना गर्नु परि नै रहन्छ। त्यो खालका चुनौतीहरूलाई सामना गर्दै अगाडि बढ्ने मनोबल, प्रतिबद्धता र प्रण मैले गरेको छु। जाने होइन जानु जानु class, how are you? We are fine, thank you. Sit down. Okay, students. Yesterday we studied simple present tense. Okay. What we studied? Simple present tense. Okay. Today we are going to read about present continuous tense. What? Present continuous tense. We are going to read about what? Present continuous tense. Okay. Dear students, what are you going to study today? Present continuous tense. Okay, Mr. Samidhan. Yes, sir. Do you know the structure of present continuous tense? Subject plus is-am-are plus verb plus object. Subject plus is-am-are plus verb plus object. Students, have you heard? Yes. Okay, what did Samvidhan tell? Subject plus verb plus object. Okay. Okay, sir. Present continuous tense talks about the event happening at the moment of speaking. Okay. For example, I am teaching you. Okay. I am teaching you. I am teaching English for grade 6 and 7 now. Okay. I am teaching English for grade 6 and 7 now. Okay. The students of grade 6 and 7 are studying present continuous tense. Okay. What are the students? What are the students of grade 6 and 7 studying? Present continuous tense. Okay. They are studying. Okay. हामी जे गरिरहेका छौं नि गर्दा गर्दै हामी त्यो कुरा बोल्छौं भने त्यो कुन टेन्स हुन्छ प्रेजेन्ट What are you doing, Maurice? Maurice? Yes, sir. What are you doing? I am sitting on the bench. You are sitting on the bench? Yes, sir. Okay.
Aren't you studying English? Yes, sir. Yes, you are studying English. Okay. Asir. Yes, sir. Okay. Can you tell me one sentence of present continuous? Samvidhan. Yes. Samvidhan is playing now. Samvidhan is playing now. Right. Okay. Okay. Okay, sir. Can you make another sentence? Okay. Okay, please tell. Praveen is writing now. Praveen is writing now. Praveen is writing now. If there is singular subjects, okay? For example, Praveen, Samvidhan, Sadicha, okay? Didika, then we use what? Use is what that subject, okay? What singular subject? And for I, okay? I am teaching. Okay, if so, please do the exercise given in your textbook tomorrow, okay? Okay, Tomorrow is the exercise regarding the present continuous tense given in your textbook, okay? Okay, sir. Thank you, class. Have a good day. Thank you for your cooperation. See you tomorrow. ददाति विनयं विनयाद्याति पात्रतां पात्रत्वात् धनमाप्नोति धनात् धर्म तदासि। श्रीकान्त सर अत्यन्तै सरल हुनुहुन्छ, सहज हुनुहुन्छ। उहाँले हामीलाई गराएको क्रियाकलाप, हामीलाई गराएको लेखाइ, हामीलाई गराएको सुनाइ पढाइ अत्यन्त मनोरञ्जनात्मक छ। सर अपाङ्गता भएर पनि हामीलाई यति सहयोग गर्नुहुन्छ, सक्दो सहयोग गर्नुहुन्छ। मैले यस विषयमा गौरव गर्दछु कि सर अपाङ्गता भए तापनि कोहीभन्दा कोही कम हुनु हुँदैन, मान्छे भएर सफल बन्नुपर्छ भन्ने यस धारणालाई सरले आज सफल बनाइदिनु भएको छ। सर एक अपाङ्गता भए तापनि कहिल्यै पछि हट्नु भएन। उहाँले हामीलाई धेरै क्रियाकलापहरू गराउनुभयो, धेरै अवसरहरू प्रदान गर्नुभयो, जसले गर्दा हामीलाई लेखाइ सुनाइ पढाइ इत्यादि कुराहरूमा एकदमै सरल भएको छ, सहज भएको छ। उहाँलाई हामीले पाउनु हाम्रो गौरवको विषय हो। श्रीकान्त सरले पढाएको हामीलाई राम्रो लाग्छ। सरले हाम्रो मनोभावना बुझी विभिन्न क्रियाकलाप केन्द्रित तरिकाबाट हामीलाई लाभ हुने गरी पढाउनुहुन्छ। उहाँले पढाइ बाहेक अन्य विभिन्न अतिरिक्त क्रियाकलाप तयारी, विद्यार्थी परामर्श र सामाजिक सम्पर्कमा सहयोग गर्नुहुन्छ। उहाँको जीवनबाट हामीले आफ्नै जिन्दगीमा आउने सङ्घर्षका लागि तयार बन्ने प्रेरणा मिल्छ। श्रीकान्त सरले पढाएको मलाई मनपर्छ। उहाँले हामीलाई सबै विद्यार्थीहरूलाई क्रियाकलाप गराएर सिकाउनुहुन्छ। उहाँ डिस्टिबिन भएर पनि हामीलाई अरू शिक्षकको भन्दा बोर्डमै आफैले लेख्न पाउँछौँ। उहाँले शुद्ध उच्चारण पाठ पढ्न पनि लगाउनुहुन्छ, शुद्ध उच्चारण गर्न सिकाउनुहुन्छ। पढ्न बाहेक हामीलाई दैनिक जीवनमा कसरी राम्रो गर्न सकिन्छ र असल हुन सकिन्छ भन्ने कुरा पनि सिकाउनुहुन्छ। यहाँको जीवनबाट अपाङ्गता भएको साथीहरूलाई कसरी सहयोग गर्ने, मेहनत गरेर पढ्न सिकाउनुहुन्छ। उहाँको जीवनबाट कठिनाइसँग कसरी लड्न सकिन्छ भनेर प्रेरणा मिल्छ। नमस्कार, म श्री कृष्ण सिद्धे, श्री संस्कृत माध्यमिक विद्यालय पोखरा 1 भीमकाली पाटनको प्रधानाध्यापक। आज म यहाँ जुन विद्यालयमा अपाङ्गता भएका शिक्षकहरू कार्यरत हुनुहुन्छ ती विद्यालयमा हामीले ख्याल गर्नुपर्ने केही कुराहरू यहाँ प्रकाश पार्न म गइरहेको छु। वास्तवमा हामीले कहिल्यै पनि के ठान्नु हुँदैन भने अपाङ्गतालाई हामीले कमजोरी ठान्नु हुँदैन। अपाङ्गता भएका शिक्षकहरूले पनि अब्बल शिक्षण गर्न सक्नुहुन्छ र गरिराख्नु भएको पनि छ। तर हामीले त्यसलाई कहिल्यै पनि कमजोरीका रूपमा लिनु हुँदैन। हामीले
केही कुराहरू त्यस्ता चाहिँ अपाङ्गता भएका शिक्षक साथीहरू रहेको अवस्थामा हाम्रा पनि दायित्व हुन्छन्। त्यो हाम्रो दायित्व भने त्यहाँनिर निभाउनु नै पर्ने हुन्छ। जस्तै उहाँहरू कार्यरत रहेको सन्दर्भमा, सँगै कार्यरत रहेको सन्दर्भमा हामीले त्यहाँ विद्यालय व्यवस्थापन समिति, त्यसै गरी शिक्षक लगायतले चाहिँ एउटा चाहिँ अनुकूल वातावरण निर्माण गर्न सक्छौँ। त्यो अनुकूल वातावरण निर्माण गरेको खण्डमा त्यो सिकाइलाई त्यसले एकदम प्रोत्साहित गर्छ। तसर्थ हामीले चाहिँ त्यहाँ सिकाइ अनुकूलको चाहिँ वातावरणको निर्माण गर्नुपर्ने हुन्छ। त्यसै गरी शैक्षिक सामग्रीको प्रयोग नगरी हामीले शिक्षण गर्दा त्यो शिक्षण प्रभावकारी हुँदैन। त अझ अपाङ्गता भएका शिक्षकहरू कार्यरत रहेको अवस्थामा हामीले त्यो अपाङ्गताको अवस्था प्रकृति हेरेर त्यही खालका सामग्रीहरूको चाहिँ व्यवस्थापन गर्न सक्यौँ भने त्यसले एउटा प्रभावकारी शिक्षणमा त्यो चाहिँ एउटा कुशल ढङ्ग साबित हुन सक्छ। जस्तै उदाहरणको लागि दृष्टिहीन साथीहरू चाहिँ कार्यरत शिक्षक साथीहरू कार्यरत हुनुहुन्छ भने त्यस अवस्थामा हामीले के गर्नु पर्यो भने विद्यालयमा प्रोजेक्टर, टेलिभिजन, ब्रेलका पुस्तकहरू यी कुराहरूको व्यवस्थापन गर्नुपर्छ। त यी कुराहरूको व्यवस्थापन गर्दाखेरि यी कुराहरूको व्यवस्थापन गर्न सक्दाखेरि त्यसले शिक्षणमा चाहिँ पूर्ण रूपमा मद्दत गर्दछ। यस्ता खालका सामग्रीहरू व्यवस्थापन गर्न सक्नु। हाम्रो विद्यालयमा पनि यी प्रोजेक्टर, टिभी, त्यसै गरी बेलका पुस्तकहरू यस्ता सामग्रीहरू हामीले पनि व्यवस्था गरेका छौँ। त्यसै गरी अर्को महत्त्वपूर्ण कुरा के छ भने हामीले यावत शिक्षकहरूलाई आफ्नो पेसाप्रति जिम्मेवार बनाउनु, प्रोत्साहित गर्नुपर्छ। अझ अपाङ्गता भएका साथीहरू कार्यरत भएको विद्यालयमा त्यो अझ हामीले चाहिँ आवश्यकता पर्छ। तसर्थ उहाँहरूलाई सिकाइ अनुकूल वातावरण निर्माण गर्ने, सहयोग प्रोत्साहन गर्ने, यसरी आवश्यक चाहिँ प्रोत्साहन र सहयोग गर्नु चाहिँ हाम्रो के त दायित्व हुन्छ। यो कुरा पनि मैले यहाँ चाहिँ निवेदन गर्न चाहेँ। यसरी अपाङ्गता भएका शिक्षकहरू कार्यरत रहेको विद्यालयमा सोही अनुकूलको चाहिँ वातावरणको निर्माण, शैक्षिक सामग्रीको व्यवस्थापन, त्यसै गरी आवश्यक प्रोत्साहन, यी कुराहरूलाई चाहिँ हामीले चाहिँ व्यवस्था गर्न सक्यौँ भने त्यसले शिक्षणलाई प्रभावकारी बनाउन सक्छ। हामीले कहिल्यै पनि चाहिँ अपाङ्गतालाई कमजोरीका रूपमा चाहिँ ठान्नु हुँदैन। त्यसलाई हामीले सही व्यवस्थापन गर्न सकेको खण्डमा अपाङ्गता भएका शिक्षकहरूले पनि अब्बल शिक्षण गर्न सक्नुहुन्छ, गर्नुभएको छ। यो कुरा यहाँ निवेदन गर्न चाहन्छु। धन्यवाद। Verified. Thank you. Verified. Thank you.
आजबाट भयङ्कर ल श्रीकान्त दाजु यसको यो 103 तपाईँ गर्ने हो तपाईँ जाने होइन जानु